हेलो हेलो नमस्ते सबैजनामा। अहिले चाहिँ के अरे फेसबुकमा एकदमै ट्रेन्डिङमा आएको भिडियो चाहिँ यो जापानमा दलेहरूको रुवाबासी उठाबासीमा चाहिँ हल्का केही बोल्न मन लाग्यो। एकजना रातो पासपोर्ट होल्डर नेपाली दले महिला हैन, दिदी पनि भन्दैन त्यस्तो मान्छेलाई, दले महिलाले चाहिँ हामीसँगै पढ्ने एकजना बहिनीको पैसा खाएर नक्कली डकुमेन्टहरू बनाएर न्युखानमा पेस गर्नुभयो रहेछ। अनि न्युखानबाट चुइका माग्यो, के अरे यो डकुमेन्ट फेक हो, यसको चाहिँ सरी लेटर दे भनेर। अनि ऊ बहिनीले दलेसँग कन्ट्याक्ट गर्दाखेरि दलले केही मेसेज एन्जी नगर्ने होइन, मतलबै नगर्ने भएर अनि ऊ बहिनी चाहिँ सोसल मिडियामा आएर यति भाइरल भयो होइन। बिचरा ऊ बहिनीको चाहिँ धेरै पनि नखाएको रहेछ, 6 मान खाएको रहेछ। तर त्यो दलेको चाहिँ 6 करोड बराबरको लाज भयो कि 6 करोड बराबरको लाज भइसक्यो जापानमा। अब सायद म भइदिएपछि त मुख त देखाउँथेन होला, जापानै छोड्थेँ अथवा केही न केही गर्थ्यो होला। अझ त्यो जसले चाहिँ जापानमै बसिरहेछ होइन, कि गर्ने काम ठुलै गर्ने होइन। 6 मान खाएर 6 करोड बराबरको बेइज्जत हुनुभन्दा अहिले के अरे नागवातिर पनि नेपालीले 3 जना नेपालीले कति समथिङ 12 अर्ब रुपियाँको चाहिँ के अरे गाँजा इम्पोर्ट गरायो भनेर छोप्यो नि। कि ठुलो काम गरौँ कि सिधै लाइभ बन्ने स्टाइलले त्यो 6 मान खाएर के हुन्छ। त्यो 6 करोड बराबरको लाज भइसक्यो उसको। इज्जत भन्ने के हो भन्ने नथा पाउने, इज्जत कमाउन कति गाह्रो हुन्छ होइन। 6 मानमा इज्जत बेचिरहनु। त्यही भएर कसैले पनि नठगौँ होइन, राम्रो काम गरौँ। बरु काम गर्नु लाखको चार्ज 20-22 मान 25 मान जति लाग्छ दिन्छन् मान्छेले। ठगेर त्यो 6 मान ठगेर के चाहिँ हुने हो होइन। अब त्यो इज्जत किन्न मिल्यो त 6 मानले, मिलेन नि त। त्यही भएर पैसा मात्र ठुलो कुरो होइन। रातो पासपोर्टले केही पनि गर्दैन। गल्ती गर्नेलाई सबैलाई सजाय हुन्छ होइन जापानमा। रातो पासपोर्ट छ, मसँग यो छ ऊ छ पिआर छ भनेर धम्की नलाग्दा हुन्छ। त्यही भएर अब चाहिँ दलेहरू चाहिँ सतेज हुनु होला। काम गर्नु, पैसा लिनु, भनेको टाइममा काम लगाइदिनु। पैसा लियो भने केही मतलब भएन कि पैसा खाने, मेसेज रिप्लाई नगर्ने दलेहरूको चाहिँ उठीबासी लगाउनुपर्छ। हस्, धन्यवाद।